हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी शनिबारको दिन सबैजना स्टाफहरू भएर चाहिँ हामी घुम्न जाँदैछौँ। पाल्पा यो रहेको छ गोलपारा चोक। अब यहाँबाट चाहिँ हामी सिधै अब यो सीता बाबा मन्दिरतिर आयौँ। यो मन्दिरमा चाहिँ आज कति भिड के, आज शनिबारको दिन भएर पनि होला, भक्तजनहरूको एकदमै भिड थियो। अनि मैले थोरै भिडियो पनि गराएँ। अनि त्यहाँबाट हिँडिसक्यौँ। अब हामी चाहिँ यहाँ डेमतर्फ आइसक्यौँ। यो डेमबाट फेरि कति राम्रो भ्यू आउने के। अनि अब हामी चाहिँ लाग्यौँ दोभानतिर। अब हामी यहाँ दोभानबाट चाहिँ रानी झर्ना जाने भनेर हिँडेको। अनि अब हामी चाहिँ यहाँ बिचमा चाहिँ मैले थोरै भिडियोहरू गराएँ बाटोको। अनि यहाँ चाहिँ हामीले अब गीता म्यामलाई पिकअप गर्नुपर्ने हुन्छ। अनि म्यामलाई चाहिँ पिकअप गरेर अनि हेलो गर्न पठाउनु भएको, त रिसाइ हेलो गर्नुभयो हाँस्दै। अनि अब हामी घुम्न गर्दाखेरि बाटोमा फेरि हाम्रो एउटा बेबीको घर चाहिँ अब बाटोमा रहेको भएर हामी चाहिँ बेबीको घर पनि पसेर जान्छौँ भनेर अनि सबै टिचरहरू चाहिँ सबैजना भएर गयौँ। अनि यो चाहिँ बेबीको घर रहेको छ। सबैजना त्यहाँ गयौँ। अनि सबैजना खुसी पनि हुनुभयो, बेबीको मम्मी। अनि बेबीलाई भेटिसकेपछि गयौँ अब रानी झर्नातर्फ लागिरहेको। अनि हाम्रो चाहिँ यो रानी झर्ना जाने बाटो चाहिँ दुईवटा थियो। उताको बाटो चाहिँ बिग्रेको भएर अहिले बर्खा मासमा अनि अहिले चाहिँ हामी चाहिँ यहाँबाट थोरै हिँडेर जानुपर्ने हुन्छ। अनि कोही म्यामहरूले त छाता लिएर आउनु भएको थियो। अनि छाता ओढ्दै अनि यस्तो घाममा अनि सबैजना धेरैजना अब हिँडेर जाँदा रमाइलो पनि हुन्छ भनेर अनि हिँड्यौँ। सबैजना हिँड्दै गर्दा म चाहिँ यसो भिडियो गराउँदै हिँडेँ। अनि कस्तो राम्रो हरियाली के। अनि हरियाली फेरि मलाई एकदम मनपर्छ वातावरण। अनि मैले थोरै यहाँ भिडियो गराएँ। अब हामी चाहिँ यो पुल तरेर चाहिँ रानी झर्ना जाँदैछौँ। यो पुलमा फेरि कस्तो राम्रो के यो खोला देखेर अनि मैले फेरि थोरै भिडियो क्लिक गरेँ। अनि भिडियो गरिसकेपछि हामी अब यो खेतको बाटो हुँदै अब जान्छौँ रानी झर्ना। अनि मैले थोरै फेरि यो बाटो फेरि कस्तो के रमाइलो त भएको थियो, तर बिचबिचमा कस्तो बिग्रेको थियो। अनि म त दुःख भएर पछाडि बसेँ, सबैजना अगाडि हुनुहुन्थ्यो, म चाहिँ पछाडि बसेँ। म्यामहरू चाहिँ अगाडि गफ गर्दै जानुभएको थियो। अनि कस्तो के घाम भएर अनि म फेरि घाम खटाउनै नसक्ने। अनि त्यही भएर म त पछाडि एकछिन बस्छु, हजुरहरू जानु भन्दै गर्दा अनि म्याम चाहिँ बिचरा बेबी यस्तो घाममा पनि बेबी बोकेर हिँड्नु परिरहेको छ। अनि सबैजना रमाइलो गर्दै हाँस्दै जानुभएको थियो। यो खोलामा फेरि बिचमा फेरि यहाँ खोला रहेछ क्या। अनि म्याम त बिचरा चिप्लेर